सो गाइज आज म चाहिँ प्युठान खलङ्गातिर जान लाग्दै सरर भइगयो म चाहिँ। त्यसपछि फाइनली म प्युठान खलङ्गा चाहिँ पुगेपछि भिडभाडको रहेछ। त्यसपछि म काम चाहिँ जिल्ला प्रशासन कार्यालय प्युठानमा थियो। त्यसपछि मेरो कामसाम एकदम बढिया तरिकाले भयो। सुकाइन चाहिँ सुरु हुन्छ बिहान बिहान उठेर ट्याक्क नै गरेर गाडी हातेन दाइ म त दिदीको हात गएँ अनि भन्छ जिस्के भन्दै फोटो नहाल्नु न म यस्तै भएपछि भन्नु। त्यसपछि फाइनली गाडी चाहिँ आयो। गाडी आएपछि ट्याक्क म गाडीमा उठेर गएँ। त्यसपछि फाइनली भित्र बसेको मान्छेलाई बिचेल त म छतमा पाल्थ्यो कि त्यसपछि पनि यहाँ चिसो हावा थियो। अनि त्यसपछि म गएँ हेर्नु न बाटो त क्या डेन्जर छ कि बाटो तर भन्नुभयो। त्यसपछि म सिधा बागलिला पुगेँ। बागलिला पुगेपछि एउटा अङ्कलको बाइकमा सरर म गएँ खलङ्गा गएपछि मेरो कामसाम एकदम तरिकाले भयो। हेर्नु बाटो कस्तो तरिकाको छ। त्यसपछि म फाइनली खलङ्गा पुगेँ। खलङ्गा पुगेपछि धेरै राष्ट्रिय परिचय पत्र बनाउन धेरै टाइम लाग्ने हुन्छ कि त्यसपछि म राष्ट्रिय परिचय पत्र बनाउनलाई थोडा लाइनमा लागेको थिएँ। त्यसपछि फाइनली मेरो कामसाम भयो। त्यसपछि यहाँबाट निक्लेँ। थ्याङ्क्स फर वाचिङ, टाटा बाइ।